दैलेख कर्णाली टेलिभिजनमा तपाईलाई स्वागत छ। समाचार अब विस्तारमा। अछामको कमलबजार नगरपालिका वडा नम्बर 5 कुइकाका युवाहरूले विद्युत जडानका क्रममा विद्युत दुर्घटनामा परि ढाडको मेरुदण्ड भाँचिएर पूर्ण रूपमा अपाङ्ग बनेका विरम्बिकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। हरियाली युवा क्लबद्वारा देउसी भैलो कार्यक्रम 2082 का क्रममा सङ्कलित बचत तथा व्यक्तिगत योगदान मार्फत जम्मा रु 11,772 रुपैयाँ सहयोग गरेका हुन्। सहयोग सङ्कलन रकममा जीवन कुमार तिमिल सैना, उज्जेर सिंह खत्री, तपेन्द्र खत्री, चन्द्रकान्त बजगाई, खम्ब थापा, टीकाराम देवकोटा, नरेश थापा, भुवन थापा, दिलीप थापा, क्षेत्रराज देवकोटा, चेतराज देवकोटा, गोकर्ण विक, दान बहादुर विष्ट, रमेश विष्ट, मोहन खत्री र प्रकाश विष्ट लगायतका युवाहरूले योगदान गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा युवाहरूले विरम्बिकको उपचार र पुनर्स्थापनाका लागि सघाउने प्रतिबद्धता जनाएका थिए। उनीहरूले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यहरू आगामी दिनमा पनि निरन्तर गर्ने बताएका छन्। स्थानीयवासीहरूले युवाहरूको यो सामूहिक पहलको प्रभावलाई प्रशंसा गर्दै विकलाई स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तै विकको परिवारले पनि सहयोग गरेकोमा धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए। कृपया यो सहयोगी भावनाले भरिपूर्ण भएको भिडियोलाई सबैजनाले सेयर गरिदिनुहोला र हाम्रो पेजलाई फलो गरिदिनुहोला। धन्यवाद।